जयन्ती राईजीले सोध्नै बाँकी छ, तर मैले उहाँहरूलाई त्यहाँ भन्ने थिएँ, सर तपाईँ नेपाल फर्किनुहोस्, त्यस्तो अवस्थाको सिर्जना म गर्छु, तपाईँहरू सबैलाई काम दिन्छु भने को जाने देश भनेको सबैले हात उठाए। मैले त जोग गरेको थिएँ, हात उठाए। अब यिनीहरूले के गर्यो भने जोग गरे हो भने कुट्ला नै डर, अब फर्केर ल्याउँ काम छैन। यिनीहरूलाई सबभन्दा अप्ठ्यारो काम छ भन्नु पर्यो भने सोचे ए ल काम चाहिँ अलिक गाह्रो छ है, कुन काम दाइ? उहाँले भने दाइ मैले भने भाइ तपाईँले नेपालमा गर्नुपर्ने काम सुई ढ्याप हो भने केटा छक्का के हो यो सुई ढ्याप भने? के सुई ढ्याप थाहा छ हजुर कसैलाई? थाहा छैन? सुन्नुभयो कि छैन? अरे सुई ढ्याप त झापाको पपुलर शब्द हो। झापा भनेको चाहिँ यस्तो ठाउँ हो जहाँ नेपालको शब्दकोशमा नभएको शब्द पाउँछन्। गिदी थाहा छ? गिदी गरौ भन्छन् नि, त्यो झापा लियो। ल्याङल्याङ त सुन्नु भएको छ? ल्याङल्याङ त्यो झापामा हुँदा ल्याङ थियो, तन्केर यहाँ आइपुग्दा ल्याङ भएको। सुई ढ्याप पनि त्यस्तै शब्द हो। सुई ढ्याप भनेको चाहिँ के काम हो भने कोही तयार हुनुहुन्छ हातमा काम गर्नलाई, गाडीको ढोकामा बस्ने र चोकै पछि गाडी रोक्ने ठाउँै भनेको केटा त्यस्तो खलासी काम गर्छ भने। मैले भने भाइ हिलो भनेर हिलो नसम्झ त्यहाँ कमल पनि फुल्न सक्छ, हिलो भनेर हिलो नसम्झ त्यहाँ कमल पनि फुल्न सक्छ, खलासी भनेर खलासी नसम्झ एक दिन ड्राइभर पनि हुन सक्छ। सर सबभन्दा राम्रो त मलाई खलासी नै लाग्छ, किनभने संसारमा अझ नेपालमा एउटै मात्रै मान्छे त्यो हो जो मिलेर बस्नुहोस् है भन्छ, अरू त सबै फुटेर बस्नु भन्छ। खलासी शब्दै कति मिठो छ। सरकारी जागिरलाई महिना पुर्नु पर्यो, व्यापारीलाई नाफा पर्खिनु पर्यो, खलासीलाई दिनभरि काम गर्यो, बेलुका खलासी खायो लायो सिद्ध्यायो। त्यस्तो राम्रो पेसा। म पनि करोड कसले भन्नुभएको? माफ गर्नु मैले करोड छोड्ने सर। करोडका कुरा गर्ने मान्छे रोडमा पुगिसके, करोडका कुरा गर्ने मान्छे रोडमा पुगिसके, फर्कनै नसक्ने मोडमा पुगिसके। त्यसैले अब करोडका होइन अरबका कुरा गर्नुपर्छ, टेन्सनका होइन खुसी र गर्वका कुरा गर्नुपर्छ। मेरो गाडी चल्थ्यो काठमाडौँको चाबेलदेखि कलङ्कीसम्म। म प्रत्येक दिन ढोकामा बसेर चिच्याउँथे चाबेल कलङ्की सुई ढाक ढाक। एक दिनको घटना, गौशाला भन्ने ठाउँमा 5 जना मान्छे चढे, 4 जना नेपाली 1 जना पन्जाबी। गाडी अगाडि बढ्यो, पुग्यो बानेश्वर। मैले कराएँ सुई ढाक, ए बानेश्वर छ। एउटा बुढो मान्छे टिका लगाएका मान्छे बुढा रहेछन्, टाक 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 उत्रे। पन्जाबीले यसो ती मान्छेलाई हेरौ मलाई हेरौ उसलाई हेरौ मलाई हेरौ। उसलाई के लागेछ भने यो उत्रिने मान्छेको नाम चाहिँ बानेश्वर हो, अनि यो खलासीले चिने मान्छे रहेछ भनेर आएछ। फेरि गाडी अगाडि बढ्यो, ए मैती देवी छ भने त्यहाँ मोटी मैती जस्तै देवी टाक 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 उत्रे। फेरि पन्जाबीलाई छक्क पर्यो, बाप्रे बाप क्या ट्यालेन्ट खलासी, सबै पेसेन्जरको नाम कण्ठ रहेछ। गाडी अगाडि बढ्यो, ए पुतली सडक छ भनेको त्यहाँ पनि राम्ररी पुतली जस्तै नानी टाक्का 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 उत्रे। मलाई त पंजाबी ने सोधो रे मुंडे तुम तो हर एक पैसेंजर का नाम भी जानते हो भाई। मैं हाँ जी जानता हूँ गाड़ी अगाडि बढ्यो पुग्यो सिंहदरबार त्यहाँ पनि त कराउनु पर्यो नि मैले सिंहदरबार छ भनेको पंजाबी त्यहाँ उत्रिन रहेछ। सर यस्तो गाली गरौ वे मुंडे मेरा नाम तो सुल्टा बोला करो है सट्टे नाम सिंहदरबार नहीं दरबार सिंह हो। मैले भने पाजी फेरि पाजी भन्ने पंजाबीले मात्रै भन्न मिल्छ है नेपाली भने मार्छ नि फेरि। मैले भने पाजी ये सिंहदरबार मानसे का नाम नहीं है ये सिंहदरबार दरबार का नाम है। यहाँ हमारा नेता बैठता है मंत्री बैठता है सांसद बैठता है पहले कहीं गापालिका अध्यक्ष भी घुसता है मंत्री बहुत होता है सांसद भाषण करता है ये जनता वोट मांगता है वहाँ गाड़ कोराकोर करता है काम नहीं करता है भनेको पंजाबीले मलाई यस्तो प्रश्न सोध्यो सर जुन प्रश्नको जवाब
माननीयज्यू अहिलेसम्म दिन सकेका छैन। पन्जाबीले सोधेको प्रश्न नेपालीमा उल्था गरेर सुनाउँछु। मलाई सोधे मनोज, एक बात बताओ कि जुन हतियार एकदमै लाग्ने हुन्छ त्यसलाई तरवार भन्छन्, जुन परिवार मिलेर बसेको हुन्छ त्यसलाई घरबार भन्छन्, तर जहाँ पस्नासाथ नेता कुकुर र बिरालो जस्तो गर्छन् त्यसलाई किन सिंह दरबार भन्छन्?